हाई मिनासान konnichiwa स्वागत छ सम्पूर्णलाई मेरो यस युट्युब च्यानलमा। आज पनि मैले फेरि एउटा नयाँ भिडियो लिएर आइसकेको छु, जुन चाहिँ तपाईँले थाहा पाइसक्नु भएको होला। यदि तपाईँ यो भिडियोमा मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक शेयर एन्ड सब्स्क्राइब गरेर धेरैभन्दा धेरैजनालाई सेयर गरेर पठाउनु होला। र तपाईँले कस्तो खालको भिडियो हाल्नुपर्छ, कतै त्रुटिहरू के भएको छ त्यस्तो खालको कमेन्टहरू गरिदिनुहोस्, मैले तुरुन्तै भिडियो बनाएर ल्याउने कोसिस गर्नेछु। आज चाहिँ मैले एसएसडब्ल्यू फुड सर्भिस अन्तर्गतको हाइजिन कन्ट्रोलको लेसन वाइज मोडल क्वेसनमा आज हामी लेसन 1 को लेसन सानको पहिलो भिडियोमा छौँ। लेसन सानको पार्ट 1 मा छौँ है त। पाठतर्फ नै गइहालौँ हामी, धेरै ढिला नगरौँ। याचिसिसिबी नो खाङ्गाए काता तोस्ते एइसे खान्दिन सेचुमे वा दोरेका मोत्तोमो योई मोनो हितोची एराबिना साई भनेको छ। हामीले एचएससिसिबीको नियम अन्तर्गत पढिसकेको छ। हजार एनालाइसिस एन्ड क्रिटिकल कन्ट्रोल पोइन्टको खाङ्गाए काता सोच्ने तरिकाले लिएर स्वच्छन्द व्यवस्थापनको व्याख्या तलको मध्ये कुन हो, एउटा सही एन्सर चुज गर्नुहोस्, छान्नुहोस् भनेको छ। ओके, ए बानमा जाउँ। त्यसपछि हामी ग्रुप सान वा खानेच सिनाई मोनोदाके आरु तामे खुरी खाइस हिचियोगा आरिमास भनिएको छ। ग्रुप सानमा चाहिँ खानेच सिनाई मोनो यो नपकाउने वस्तु मात्रै भएको हुनाले दोहोऱ्याउनु आवश्यक पर्छ भनिएको छ। अब नम्बर इचीले त्यो भन्छ भन्दाखेरि ग्रुप इची अन्तर्गत चाहिँ हाम्रो तलको मध्ये कुन चाहिँ सही छ एचएससिसिबीको नियमहरूमध्ये भनेको छ। यो ग्रुप 1 मा अलिकति नमिल्लो जस्तो लागेको छ। ग्रुप सानमा चाहिँ खानेचु सिनाई मोनो नभइकन खानेचु सुरु रेक्याको सुरु र बल्लकुरी खाइसु गर्नुपर्छ भनेको थियो। त्यही भएर यसमा चाहिँ खानेचु सिनाई मोनो दाके भनेको छ। त्यो दाके नभइकन मिल्दैन। र नम्बर बीमा जाउँ। ग्रुपुनिताइस्ते सोरेजोरे नो जुयो खान्डी पोइन्ट मिच्केते खान्डी सुरु हो देश भनेको छ। हाई साङ ग्रुपुनि ताइस्ते भनेको तीनटा ग्रुपमा डिभाइड गरेर सोरेजोरे नै त्यो प्रत्येकको जुयो खान्डी पोइन्ट हो, महत्त्वपूर्ण व्यवस्थापन बिन्दुलाई चाहिँ पत्ता लगाएर व्यवस्थापन गर्ने तरिका हो भनेको छ। यो हाम्रो एचएससिसिबीको नियम अन्तर्गत त्यस्तै भनेर पढेको थियो। यो मिल्न पनि जान्छ, यसले शङ्काको गरेर राखौँ। र नम्बर सी बानमा जाउँ। त्यसपछि रेइतोहिन वा सोनोमा मतेक्यो सुरु मोनोना नोदे खानेचु सुरु हिच्यो वा आरिमासेन भनेको छ। यदि फ्रिज अथवा डिफ्रिजको वस्तु हो भने त्यसलाई त्यतिकै हामीले त्यही गर्नुपर्छ, त्यसले पकाउन आवश्यक छैन भनेको छ। हामीले पकाउनु पर्छ, पकाउनु पर्दैन, के गर्नुपर्छ हामीले पाठमा पढिसकेका छौँ। त्यही भएर यो चाहिँ मिलेको छैन। हाम्रो थादासी एन्सर चाहिँ नम्बर बी बान देश ने। हाई जा次2番に行きましょう。2番के छ त भन्दाखेरि जियो खान्डी पोइन्ट नो सेचुमे नि चुइते मोत्तोमो योई मोनो हो हितोचु एराबिना साई भनेको छ। महत्त्वपूर्ण तापमान व्यवस्थापनको बारेमा तलको मध्ये सही सेचुमे चाहिँ कुन हो, सही व्याख्या सही वर्णन कुन हो भनेको छ। एबिसी तीनटा अप्सनहरू राखिदिएको छ। पहिलो अप्सनमा चाहिँ हामी शोकुहिन वा जिउदो कारा रोकुजिउदो नो ओन्दो नि होखान सुरु कोतोगा जिउयोना पोइन्ट देश भनेको छ। खानेकुराहरू चाहिँ 10 देखि 60 डिग्रीको तापमान बिन्दुमा राख्नु चाहिँ महत्त्वपूर्ण पोइन्ट हो रे। हामीले त्यही भनेर पढेको थियो होइन नि, खानेकुरा त जहिले पनि जिउदो इखा चाहिँ होखान गर्नुपर्छ भनेर पढेको थियो है। त्यही भएर यो गलत भएको छ। नम्बर बीमा जाउँ। किकेन ओन्दो ताई नि आरु शोकुहिन वा मिजिकाई जिकान्दे रेक्याकु सुरु नादो नो ताइयोगा हिच्योतो नारिमास भनेको छ। है हामीले यो अलिकति किकेन ताइयो त्यो आबुनाई एकदम खतरनाक तापमान बिन्दुमा खानेकुरा चाहिँ जति सक्दो छोटो समय राख्नु नै चाहिँ एकदम उपयोगी हुन्छ भनेर पढेको थियो। त्यही भएर यो नम्बर बी को मिल्ला जस्तो लाग्यो। अझै पनि सीमा जाउँ। सीमा हेरौँ है त। शोकुहिन वा जिउदो कारा रोकोजिउ नो ओन्दो ताई नि ओकरारेरु तो हितोनिगाई ओएबुसु साइकिन वा फुएमासेन भनेको छ। कहाँ फुएमासेन हुन्छ, झन् यसले त मोत्तो फुएरू चाहिँ हुन्छ नि होइन। त्यो खानेकुरा चाहिँ 10 देखि 60 डिग्रीको तापमान बिन्दुमा राख्यो भने चाहिँ शोकुचिउदोको हुन्छ, हिगाई हुन्छ, के हुन्छ भने हामीले पढेको थियो नि हो। त्यही भएर यो नम्बर सीको चाहिँ मिलेको छैन हाम्रो खासमा। नम्बर बी नै चाहिँ थादासी कोताए देश ने। हाई जा次नम्बर 3番いきましょう。3番もके छ भन्दाखेरि जिउयो खान्डी पोइन्ट नो ओन्दो तो स्टे
当てはまらないものはどれですか？もっと良いものを一つ選びなさいभनेको छ। यो重要漢字ポイントउपयुक्त तापमान व्यवस्थापन बिन्दुको चाहिँ तलको मध्ये गलत चाहिँ कुन हो भनेको छ है। जियो खान्जी पोइन्ट हो उचित तापमान व्यवस्थापन बिन्दु तलको मध्ये नमिल्दो कुन हो र आते हामारा नाइ भनेको नमिल्दो है त माचिकाइ तेरु कोतो तो आते हामारा नाइ मनो भने चाहिँ ओनाजी हो। तलको मध्ये कुन चाहिँ गलत छ भने चाहिँ हामीले गलत चुज गर्नु पर्यो। अब यहाँ रेजो हिन्नारा जिउदो इखादे होजन स्तेआरेबा जिउयो खान्जी पोइन्ट तो नि नारिमस। यदि यो फ्रिजको सामग्री हो भने 10 डिग्री भन्दा मुनि राखेमा यो एकदम महत्त्वपूर्ण व्यवस्थापनको बिन्दुमा पर्छ भनेको छ। हो खानेकुरा हामीले जहिले पनि 10 डिग्री भन्दा मुनि राख्नुपर्छ भनेको थियो। अझै पनि बी र सी भएको हुनाले तलपट्टि जाउँ। शोकुहिन वा जिउदो कारा रोकु जिउदो नो ओन्दो नि होखान सुरु पोइन्ट वा जिउयो खान्जी पोइन्ट तो नि नारिमस। अब यो खानेकुरा चाहिँ 10 डिग्रीदेखि 60 डिग्रीसम्मको तापमान व्यवस्थापनमा हामीले होजन गर्नु नै महत्त्वपूर्ण बिन्दु हो भनेको छ। महत्त्वपूर्ण बिन्दु होइन, यो खानेकुरा चाहिँ एकदम किकेन बिन्दु चाहिँ हो, त्यही भएर गलत छ। नम्बर सीमा जाउँ। किकेन ओन्दो ताइ नि आरु शोकुहिन ओ मिजिकाइ जिकान्डे रेइक्याको सुरु नादो नो ताइ ओगा हिच्छेउ तो नारिमास भनेको छ। यो किकेन ओन्दो ताइ जुन किकेन ओन्दो ताइ भनेको के हो त एकदम खतरनाक तापमान बिन्दुमा चाहिँ खानेकुरा चाहिँ एकदम छोटो समयमा चाहिँ रेइक्याको गर्यो भने चाहिँ ताइयोगा हिच्यो तो नारीमास भने यो चाहिँ हाम्रो उपायहरू समाधानहरू चाहिँ आवश्यक पर्छ भने। तर सबैभन्दा बेस्ट यसमा यो एमा यो नभएको भए मिल्थ्यो है। तर हाम्रो एमा के छ त रेजो हिन नारा सामान्य फ्रिज हो भने 10 डिग्री भन्दा मुनि हामीले होखान गर्नु नै खानेकुराको एकदम महत्त्वपूर्ण तापमान बिन्दु हो भने हामीले पढेको थियो। त्यही भएर नम्बर ए को चाहिँ थादाशी कोताए देशで4番に行きましょう。加熱しないものの管理方法について正しいものを一つ選びなさいभन्छ हो। अब हामीले नपकाउने वस्तुको व्यवस्थापनको बारेको तलको मध्ये सही बिन्दु कुन हो मतलब व्यवस्थापन गर्ने तरिका कुन चाहिँ हो भने चाहिँ त्यो चुज गर्नुपर्ने हुन्छ। नम्बर ए मा जाऊ। खनिज सिनाइ मोनो नारा सनमामा तेइक्याउ सुरु बेकी देश भने यदि नपकाउने वस्तु हो भने त्यतिकै सनमामा चाहिँ हामीले सल्भ गर्नुपर्छ मतलब कस्टमरलाई दिनुपर्छ भनिएको छ है। त्यसपछि नम्बर बी मा जाउँ। पछि रेइजोको नाइ ओन्दो खान्जी सुरु नोगा ताइसेजु देश भन्छ। हामीले फ्रिज भित्रको तापमान व्यवस्थापन गर्नु चाहिँ महत्त्वपूर्ण हुन्छ भनेको छ है। हामीले खनिज सिनाइ मोनोको खान्जी होहोको बारेमा के भनेको थियो एउटा फ्रिज भित्रको टेम्परेचर कति हुनुपर्छ त्यो पनि चेक जाँच गर्नुपर्छ है भनेर पढेको थियो नि हो। त्यही भएर यो बी को मिल्ला जस्तो भएको छ तर सी मा भएको हुनाले सी मा पनि जाउँ। नम्बर सी मा छ 洗浄した野菜はすぐに提供しない場合は冷凍庫などに保管することが大切ですभनेको छ। रेइजोकोमा चाहिँ अब धुई पखाली गरेर राखेको यासाइहरू चाहिँ तेइक्यो सिनाइ बाईमा हामीले प्रदान नगरिने अवस्था हो भने चाहिँ रेइतोकोमा सीमाउ गर्ने होजन गर्ने भने हामीले त्यसो भन्नु परेको थियो होइन नि। धुई पखाली गरेको यासाइ चाहिँ जहिले पनि हामीले फ्रिजमा राख्ने हो रेइजोकोमा डिफ्रिजमा होइन रेइतोकोमा होइनこれダメです。だから B 番चाहिँ हाम्रो正しい答えですね。でまた次5番に行きましょう。5番のけさभन्दाखेरि加熱しないものの最も良い例文はどれか正しいことを一つ選びなさいभनिन्छ। नपकाउने वस्तुको एउटा लेबुन चाहिँ एउटा छान्नु पर्यो एउटा एक्जाम्पल चाहिँ चुज गर्नुपर्छ भनेको छ है त। नपकाउने वस्तु अन्तर्गत पर्ने भनेको के हो त नामयासाई सारदा नपकाउने हो कि पोतेटो सारदा नपकाउने हो कि थारै नपकाउने हो भनेपछि उसले नपकाउने वस्तु छाना भनेको हुनाले नम्बर ए भन्ने इचिबान चाहिँ नामयासाई सारदा चाहिँ नपकाउने वस्तु अन्तर्गतको एउटा एक्जाम्पल हो भनेर पढ्थ्यो है। はい、じゃあ6番に行きましょう。6番のけさभन्दाखेरि加熱しないものや食品原材料の細菌などを減らすためどうすべきか正しいことを一つ選びなさいभनेको छ।加熱しないものहै नपकाउने वस्तु अथवा कच्चा पदार्थ सामग्रीहरूको कीटनाशक यदि छ भने त्यसलाई कम गराउन घटाउनको लागि चाहिँ के गर्नुपर्छ भनेको छ। तलमध्ये कुनै एउटा सही आन्सर छान्नुहोस् रे। नम्बर 1मा जाउँ ए भानमा 冷蔵庫なら保存してあればそうだね冷蔵庫
などに保存してあれば細菌は十分に減らしますभनेछ होइन細菌चाहिँ हामीले रेजोकोमा राख्यो भने चाहिँ पर्याप्त मात्रामा घट्छ भनेर तिमीलाई कहाँ पढे त रेजोकोमा हो त होइन -15 डिग्रीबाट मुनि राख्यो भने बल्ल यो साइकिनहरू चाहिँ मर्छ भनेर हामीले पाठको पहिलो अनुच्छेदमा पढ्थ्यो है सो त्यही भएर नम्बर ए गलत छ नम्बर बीमा जाउँ गेन्जाइर्यो नि साइकिन नादोगा चुइतेहरू खानुमो आरुतामे यो कच्चा पदार्थहरूमा ब्याक्टेरिया चाहिँ पर्न सक्ने सम्भावना भएको हुनाले जिउ भनी सेन्जो सुरुकोतोगा कौखातेकी देश भनेको छ पर्याप्त मात्रामा चाहिँ धोइ पोखाली गर्नु चाहिँ एकदमै प्रभावकारी हुन्छ भन्छ त्यही भएर नम्बर बी को मिल्न गएको छ नम्बर सी मा जाउँ अझै पनि रेजोको हिन वा छिमेताई मामते क्यौ सुरु मोनो नानोदे साइकिन वा चुइतेइ नाइ अरे त्यो फ्रिजमा राखेको चुमेताई मोमो साल्भ गर्ने हो भन्दैमा त्यहाँनिर चाहिँ के भन्छ साइकिनहरू नबस्ने भन्ने हुन्छ त हुँदैन नि त त्यही भएर यो पनि गलत परेको छ थादासी कोताय अभिवान देश त्यही चाहिँ के नानाबानी मासौ नानाबानमा के छ भन्दाखेरि खनिज सिनाई मोनो स्योकोहिन मोनो वस्तु खानेकुरा जे भए तापनि देखि आगत तारा पकाएर भ्याइसके अथवा बनाएर भ्याइसके पछाडि चाहिँ त्यही क्यो सुरु देखि सेचुना जिखान ताइवा दोरे देशका तपाईले नपकाउने वस्तु हो त्यसले तयारी गरिसके पछाडि कस्टमरलाई ग्राहकलाई प्रदान गर्ने सही समय चाहिँ कुन हो थादासीको तो हितजेरा बिना साई भनेको त्यो बेला चाहिँ के हुनु पर्यो भन्दाखेरि देगियाका इचिबानमा जाउँ देगियाका तारा स्योकिहिन वा सान्जिपन इनाइनी त्यही क्यो सुरु कोतोका ताइसे चाहिँ त्यसको बनाएर भ्याइसके पछाडि 30 मिनेटभित्र चाहिँ हामीले ग्राहकलाई प्रदान गर्नु चाहिँ उपयुक्त समय हो भनेको छ गुड उपयुक्त समय हामीले 30 मिनेटभित्र दिइहाल्नुपर्छ भनेको थियो यो मिल्न गएको छ तर बी र सी मा अझै पनि अप्सन एन्सर भएको हुनाले तल जाउँ है त खनिज सिनाइ रेउरिनो बाई वा त्यही के सुरु जिकाङ वा किमे त्यही मासेन भन्छ नपकाउने वस्तु नपकाउने खानेकुरा भएको हुनाले यसमा चाहिँ जतिखेर दिँदा पनि हुन्छ समय तोकिएको छैन अरे समय तोकिएको थियो कि थिएन हामीले पढ्ने बेलामा समय तोकिएको थियो नि त 30 मिनेटभित्रमा चाहिँ जसै पनि दिनुपर्छ है भनेर सो अझै पनि नम्बर सी बानमा छ यो गलत भएको छ स्योकुहिन वा त्यही क्यो सुरु तोस्तारा सान्जिपुन गोनी त्यही क्यो सुरु जिकाङ ओ कौखातेकी देश भनेको छ अब हामीले यो खानेकुरा चाहिँ त्यही क्यो सुरु तोस्तारा यदि उन ग्राहकलाई दिने नै हो भने चाहिँ सान्जिपुन गोनी 30 मिनेटभन्दा पछाडि चाहिँ त्यही क्यो सुरु जिकाङका कौखातेकी देश अब बनाएर भ्याइसके पछाडि 30 मिनेट पछाडि मतलब खानेकुरा बन्यो बनेर 30 मिनेट राखेपछि अनि बल्ल दिने चाहिँ सही समय हो भने चाहिँ होइन बनेर 30 मिनेट भित्रमा दिने भनेको त्यही भएर थादासीको तया ए बान देश हाई मिनासान ज्या माता हाचिबान इकिमास्यो भने हाचिबान वा के छ भन्दाखेरि खानेचु सुरु मोनो नो खान्री हो होनी चुइते थादासीको त हो हितो चेरा बिना साई भनेको छ खान्री सुरु मोनो अब यहाँ चाहिँ पकाउने खानेकुराको व्यवस्थापनको महत्त्वपूर्ण बिन्दु चाहिँ कुन हो तलको मध्ये एउटा चुज गर्नुहोस् भन्छ एबीसी ए बानमा छ रेजोको नाइनो खान्री नादो वा नादोका ताइसिस देश भनेको छ रेजोको नादो खान्रीका ताइसिस देश यो चाहिँ अब रेजोको भित्र हो भने चाहिँ व्यवस्थापन चाहिँ महत्त्वपूर्ण हुन्छ भनेको छ यो के भनेको फ्रिज भित्रको व्यवस्थापन चाहिँ गर्न महत्त्वपूर्ण हुन्छ भनेको छ अलिकति वो खासी भएको छ यो अलिकति मिलेन कि जस्तो लाग्छ र नम्बर बी मा जाउँ त्यसपछि याकी आगारी न खान्स्योको दान्र्योको भनिन्छ पकाएर भ्याइसके पछाडि त्यसको बबलहरू चाहिँ कस्तो भइरहेको छ त्यो हेर्नु चेक गर्नु चाहिँ महत्त्वपूर्ण हुन्छ भनेर सो त्यो हुन सक्छ यो मिला छ अझै पनि सी मा जाउँ है त शोकुहिन वा नानाजिउ गोदोदे इपुङखाङ इजो खाने चाहिँ सुरु कोतोको ताइसी देश शोकुहिन वा खानेकुरा चाहिँ 75 डिग्री पुगे तापनि 1 मिनेटभन्दा बढी पकाउनु चाहिँ महत्त्वपूर्ण हुन्छ भनेको छ तर यो मानेमा चाहिँ हुन चाहिँ महत्त्वपूर्ण हुन्छ तर हाम्रो खाने चाहिँ सुरु मोनो अन्तर्गतको याचिसिसीको नियम अन्तर्गत चाहिँ हाम्रो यो खासमा चाहिँ याकी आगारिन दान दिएको र
यो खान्चुको चाहिँ महत्त्वपूर्ण हुन्छ है त। यो नानाजिउ गोदोदे इप्पो निजो खानेचुसुरु चाहिँ विशेष गरी चाहिँ निमाई गाई घ्याउ खाइ र निकुरी अन्तर्गत पर्छ। तर अब यसमा पनि निकुरी त पर्छ पर्न चाहिँ, तर यो बिबानको नभएको भए चाहिँ यो सिबानको थादासी कोताइ हुने थियो। अत क्यो भन्देस् ने खानेचुसुरु मनो नो गुताइतेकिन खान्जी हो तोस्ते थादासी मनो यस्तो चाहिँ राबिनासाई भनेको छ। खानेचुसुरु मनो नि यदि पकाउने वस्तुको गुताइतेकी ठोस तरिकाको व्यवस्थापन गर्ने तरिका चाहिँ कुन हो, मतलब पकाउने वस्तुलाई सही तरिकाले व्यवस्थापन कसरी गरिन्छ भनेको छ। तलङमध्ये एउटा चुज गर्नु पर्यो पकाउने वस्तु है। मिनासान याद गर्नु होला, एबिसी छ। अब एबिसीमा पहिलो एमा जाउँ हामी। निची माई खाइनो किरोको हो किरोको सुरुको त हो भनेछ। प्रत्येक पटकको रेकर्ड राख्न चाहिँ पर्छ भनेछ। यो प्रत्येक पटकको रेकर्ड राख्ने होइन भने हामीले पढेको जस्तो लाग्छ, त्यो चाहिँ होइन है। प्रत्येक पटकको रेकर्ड चाहिँ नराख्ने, तर त्यो दिनभरिको अन्तिमको खेक्का चाहिँ के आयो त्यो चाहिँ रेकर्ड गर्ने भनेर पढेको थियौँ हामीले है। सो त्यही भएर यो गलत भएको छ। नम्बर बी बानमा जो शोकुही न चौसी नोन्दो न इरो नादो हो जिजे निखाको निन सुरु कोतो हो भनेछ। सो हामीले त्यो खानेकुराको शोकुहीन न चौसी नोन्दो, त्यो खानेकुराको कुनै एउटा वस्तुको भित्रसम्म चाहिँ त्यसको कलर कस्तो भइरहेको छ, पाकेको छ छैन, कलरहरू हल्का देखिन्सुको मतलब खाउरी भएको छैन, त्यो चाहिँ हामीले पहिला नै खाकुरिन गर्नुपर्छ भन्ने हामीले पढेको थियो। त्यही भएर यो अप्सन बी चाहिँ मिल्ला जस्तो छ। र सिबानमा भएको हामी सीमा झरौँ है त तलपट्टि। हिबिनो चौरिनो नाका दे मितामे नादो नियोते खानेचुगा जीवबुन्दे नाइ कतो भनिएको छ। हिबिनो चौरी भनेको प्रत्येक दिनको खाना बनाइरहेको बेलामा तपाईँको हेराइ अनुसार चाहिँ खानेचुगा जीवबुन्दे नाइ कतो, त्यो बनाउने बेलामा चाहिँ पर्याप्त मात्रा नभएको कुरा भनेको छ। तर यो पनि मिलेको छैन। हाम्रो थादासी कोताए चाहिँ बी भन्दैछ नि मिनासान जे हामा त के हुन साइगोनो भिडियो ने जो भनेकी मासु जो भन्नु के छ भन्दाखेरि खानेचुसुरु मनो नो दाइजिन पोइन्ट तोस्ते आते हामारा नाइ मनो दोरे देशका। अब यहाँनिर अलिकति घुमाएको छ। खानेचुसुरु मनो नो पकाउने वस्तु अथवा पकाउने खानेकुराको महत्त्वपूर्ण पोइन्ट कुन हो, आते हामारा नाइ भनेको छ यहाँनिर है। नमिल्दो वस्तु कुन हो छान्नुहोस् भनेको छ पकाउने खानेकुराको है त। एमा जो एमा चाहिँ हितोनि गाई हो बुसु साइकिन नादो खोरोसारेरु ओन्दो मादे खानेचुसी शोकुहिन नो चौसिन ओन्दो हो खानेचुसुरु सुरुहिच्योगा ताइसिचु देश भनेको छ। मानिसलाई असर गर्ने खालको ब्याक्टेरियाहरूलाई मार्ने गरी ओन्दोसम्म पकाउने र खानेकुराको भित्रसम्म तापमान खाग्न चेक जाँच गर्नुपर्ने चाहिँ आवश्यक पर्छ भनेको छ। यो आवश्यक पर्छ मिलेको छ, तर हाम्रो क्वेसनले के भनेको छ त गलत चाहिँ चुज गर्नु भनेको छ। नमिल्ने चाहिँ चुज गर्ने भएको हुनाले यो मिलेको छैन। र नम्बर बीमा जाउँ। त्यसपछि ग्यु बुता तोरिनिको नादोनी हितोनि गाई हो बुसु साइकिनगा चैतेर खानोसेम आरु तामे चौसिन ओन्दो हो नानाजिउ गोदो दे इप्पुङ खाङिज्यो हो खानेचुसुरु भनेको छ। हो यो बुता के भन्छ घिउ बुदा तोरीको मासुमा चाहिँ मानिसलाई असर गर्ने खालको ब्याक्टेरियाहरू पर्ने हुने सम्भावना भएको हुनाले पकाउँदाखेरि चाहिँ भित्र तापमान चाहिँ 75 डिग्री पुगे तापनि 1 मिनट बढी पकाउनुपर्छ भने हामीले पढेको यो ठिक छ, तर क्वेसनले गलत चुज गर भनेको हुनाले यो मिलेको छैन। अब सिबानमा जाउँ। खानेचु च्याउरीको मोरिचुके सुरु तोकी शोकुहिन ओ निजी ओसेन ओ सुरु खानोसेमो आरु योगोरेता योगोरेता शोखिना दोगा सियोस्टेम खामोनाइ अथवा खामाइमासेन भनेको छ। भनेपछि यसले के भन्छ भन्दाखेरि खानेचु छौरीको पकाएर भ्याइसके पछाडि मोरिचुके सुरु थोकी भने चाहिँ त्यो खाना हाइजेन गर्ने बेला, पकाएर डिभाइड गर्ने बेला, पस्किने बेला, दिने बेलाको शोकुहिन त्यो खानेकुरामा चाहिँ निजी ओसेन सुरु खानोसेम क्रस प्रदूषण हुने सम्भावना भए तापनि योगोरेता शोखिना दोसियोस्टेम खामाइमासेन फोहोर भएको भाँडाकुँडा युज गरे पनि केही फरक पर्दैन भनेको थियो। केही फरक पर्दैन, केही फरक पर्छ, तर क्वेसनले भने अनुसारको एन्सर चाहिँ यो मिल्न गएको छ। त्यही भएर हाम्रो जीवनको थादासी कोताए वा सिबान देश। हाई मिनासा ओजगारसामा देश कोकोमा दे मिते कुरे आरिगातो गोजाइमास। म त कोन्दो सुगिनो दोगा नि आइमास्यो भने कृपया तपाईँहरू नयाँ हुनुहुन्छ, पुरानो हुनुहुन्छ, भिडियोलाई अन्तिमसम्म हेर्नुभएको छ धन्यवाद छ। अझै पनि फुल भिडियो लिएर आउँदैछु। मैले यस्तै भिडियोहरू चुजुकी गर्दैछु।
साथ सपोर्ट दिनुहोला, सब्सक्राइब गर्नुहोला, साथै धेरै साथीहरूलाई पनि सेयर गरिदिनु होला। सिकिन दोकान आइमास्यो।